हामी आजबाट वाँसतर्फ यात्रामा छौँ। यसरी बाइकमा पछाडि झोला मजाले बाँधेर प्याकिङ गरेर अब हामी घरबाट यात्रा सुरु गर्यौँ टिभीएस राइडरमा। हामी घरबाट हिँडे पछाडि सिधै हामी कन्याम आइपुगेका छौँ। यहाँको मौसम अत्यन्तै चिसो छ, सिरेटो चलेको छ, हावा एकदम चिसो छ जस्तो लागेको छ। अब हामी जाँदै अर्को माथि गोदकमा पुगेर यहाँ केही फलफुलहरू किनेर खायौँ ओर्यौँ बस्यौँ, यहाँको भ्यू हेऱ्यौँ। अगाडि हामी माई खोलामा पुगेर सानो भिडियो गऱ्यौँ। त्यस पछाडि हामी इलाम नजिकै पुगेर फलफुल हामीलाई देखायौँ यहाँ बसेर। हामी यहाँदेखि अगाडि बढ्यौँ रक्सेको तेर्सो, राँके रक्सेको तेर्सो। अत्याधिक धेरै चिसो पानी परेर अत्याधिक धेरै चिसो परेर बल्ल बल्ल त्यो चिसोलाई काटेर हामी यहाँ हल्का घाम लागेर यहाँ हामी बस्यौँ घाम ताप्नलाई भनेर। साह्रै चिसो भयो, मुटु नै कमायो अहिलेको यो गर्मी मौसममा पनि। रक्सेदेखि केही पर गइसके पछाडि पाँचथरको सदरमुकाम फिल्म बजार देखियो माथिबाट र हामीहरूलाई भिडियो बनाउने यहाँदेखि। त्यो अल्गो डाँडा भरियो नि, मान्छे सबै यहीँ आयो नि त। फेरि पनि भएका मान्छे त छोडा छैन होला नि त। हजुरहरू को आइपुग्नु भएको छ यो ठाउँमा कमेन्ट गर्नु होला र च्यानललाई अझै सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। यो फिल्म बजार रहेको छ। हामी फिल्म बजार पाँचथरको सदरमुकाम आइपुगेका छौँ। बडो रमणीय सुन्दर छ, वान वे बाटो बनिएको छ फिल्म बजारमा। हल्का भिडभाडै छ तर गर्मी चाहिँ यहाँ अत्याधिक धेरै। फिल्मबाट हामी अगाडि बढेर अर्को स्टप हामी जोर पोखरी ओरतिर रोक्यौँ, यहाँ सल्लाह बगान सल्लाहघारीमा। त्यहाँ एकछिन बसेर हामी यहाँबाट फेरि अगाडि बढ्यौँ र हामी घुम्दै घुम्दै सप्तकोशीको एउटा कोशी कमर कोशीमा पुगेका छौँ। यहाँ तीव्र रूपमा विकास हुँदै रहेछ। छैन उहाँहरू न कहाँ कति माथिबाट हेर्नु यो उहाँबाट कटाको एकैचोटि पारीको डाँडा पुर्याएको रहेछ, कति अल्कोबाट कसरी ताने होला नि यो। लगभग यहाँ वारिपारी पनि 7-8 किलोमिटर होला। एउटा डाँडाबाट अर्को डाँडामा पुरै बिजुलीको पोल दुईटा गाडेर कटाएको रहेछ माथिबाट र फेरि पनि यहाँ बिजुली निकालिँदै रहेछ। उता काबेली खोलाको पानी भित्रभित्रै पहाड मुनि फोरेर लिएर आएर अनि यहाँबाट पानी निकालेर अनि यहाँ काम चलिरहेको छ। यस्तो चाहिँ यो अम्बरपुर। यहाँ केही दिन बसेर अब हामी आज झापा फर्किँदैछौँ। हजुरहरू कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला र च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला सबैजना। यहाँ बल्ल नेटवर्क आउँदैछ है फोन गर्नलाई, जहीँ तहीँ नेटवर्क पनि नआउँदो रहेछ है। तर हुसै लागिरहेछ पुरा आज। यस्तो छ भित्तै, यस्तो भित्र चाहिँ के रोपेको छ यहाँ गरिदो रहेछ मजाले। ल
यो भिडियो आजलाई यति नै। भिडियो हेर्नुहुने हजुरहरू सबैलाई विशेष धन्यवाद दिँदै हामी भिडियोबाट यहीँ बिदा हुन जान्छौँ। सबैलाई धन्यवाद।